हेलो गाइस, आज ब्लगमा सबैजनालाई स्वागत छ। अहिले चाहिँ बिहानको 10 बज्यो। सबैजनालाई गुड मर्निङ। म चाहिँ अब रेडी भएर जाँदैछु ड्युटी। म चाहिँ हिँडिसकेँ गाइस ड्युटी। अब ड्युटीतिर लागिसकेको छु। म चाहिँ फाइनल निक्लिसकेको छु। हामी चाहिँ ड्युटीको तर्फ चाहिँ हाम्रो यस्तो छ गेट, बाहिर निक्लिने। यो चाहिँ यस्तो निस्किसकेको छौँ। यता मेरो साथी ड्युटीको तर्फ निस्किसकेको छौँ। हामी जाने बाटो चाहिँ यस्तो छ कि अनि बाहिरको यस्तो छ गेस ढोका खोल्नुपर्ने हुन्छ। अनि यता हाम्रो दाइ काम गर्दै हुनुहुन्छ। हाम्रो किचन गएको, यो चाहिँ म काम गर्ने ठाउँ गएको जस्तो छ। ब्लगमा त देख्नु नै भएको छ होला। त्यस्तै हो, बिहानमा आएर कार्ड हाल्नुपर्ने हुन्छ फर्स्ट अफ अल। अनि काम स्टार्ट हुन्छ। फर्स्टमा आएर कार्ड हाल्नुपर्ने हुन्छ, नाम खोजेर कार्ड हाल्नुपर्ने हुन्छ। कार्ड हालिसकेपछि फेरि यस्तै गरेर स्क्यान गरिसकेपछि कार्ड पनि हाल्नुपर्ने हुन्छ। कार्ड हालिसकेपछि चाहिँ भइसक्यो, कार्ड पनि हाल्यो, स्क्यान पनि। अब चाहिँ कामको तर्फ लागौँ। काम चाहिँ यस्तो छ। आज काम चाहिँ के गर्नुपर्ने हो थाहा छैन मलाई चाहिँ। अहिले त्यहाँ सोच्नुपर्ने हुन्छ। चाहिँ आज ड्युटी आइसकेपछि चाहिँ यस्तो काम चाहिँ एसी सफा गर्ने अनि यो लगाउने। मेरो काम चाहिँ आज यति हुन्छ। आउने बित्तिकै चाहिँ मेरो काम चाहिँ यस्तो छ। बस यो उसले चाहिँ साफ गरिरहेको छ, मैले चाहिँ उसलाई दिने हो अनि लगाउँछ। आजको काम चाहिँ मेरो यति नै रहेको छ। फाइनली गाइस कामसाम सकिसकेको छ। आज पनि त्यही चाउचाउ म्यागी नै खाना दिएको छ। त्यो चाउचाउ म्यागी नै हो। त्यो साथीहरूले चाहिँ उता नास्ता खाँदैछ उता चाहिँ। अनि कस्टमर चाहिँ अहिले छैन, रेस्ट टाइममा यो चाहिँ साथीहरू सबै उता बसिरहेको छ। कोही उता बसेर खाइरहेको छ। अब यो चाहिँ रेस्ट टाइम आधी घन्टा हुन्छ हाम्रो चाहिँ। यो चाहिँ सुसीहरू हो, जापानिज डिसहरू सुसी सुसीहरू हो। ल नास्ता खानुपर्ने हुन्छ, नास्ता खाउँ, कसरी काम स्टार्ट गर्नुपर्ने हो। रेस्ट टाइम पनि भइसक्यो। अब काम गर्नुपर्ने हुन्छ। कस्टमर अब आउने बेला भइसक्यो। बाहिर बसिरहेको छ कस्टमरहरू चाहिँ। सबै बाहिर बसिरहेको छ कस्टमरहरू चाहिँ। काम स्टार्ट भइसक्यो गाइस। अनि डेन्जरी पऱ्यो त बाहिर त। आम्मो पानी, मलेसियामा पानी देख्न सक्नुहुन्छ। आम्मो डेन्जरी पानी पऱ्यो त आज त। पानी त एकदम डेन्जरी पऱ्यो त। मैले काम गर्ने ठाउँ चाहिँ यही हो। अनि यहाँ बाहिर हेरेको त आम्मो पानी त डेन्जरी पऱ्यो त। म चाहिँ 1 घन्टा रेस्ट टाइममा आएको छु। अब 1 घन्टा पछि चाहिँ जानुपर्छ। रुममा आइसकेको छु म चाहिँ। मेरो चाहिँ रेस्ट टाइम भइसकेको छ। 1 घन्टा त्यही भएर रेस्ट टाइम भइसक्यो। निन्द्रा चाहिँ खतरा लागिरहेको थियो। आँखा यस्तो भइरहेको छ निन्द्राले। निन्द्रा चाहिँ खतरा लागिरहेको थियो। अब ड्युटी जानै पर्ने हुन्छ। पास आइसक्यो म चाहिँ। ल गाइस फाइनली कामसाम भइसक्यो। कामसाम भइसकेको छ। म चाहिँ आफ्नो लागेँ रुममा। साथीहरूले फेरि यता बाहिर खाना खाने भने तर यता जाँदियो। म चाहिँ निक्लिसकेको छु। साथीहरू चाहिँ यता बाहिर छ। साथीहरू चाहिँ पर्खिरहेको छ मलाई। अब चाहिँ म चाहिँ कहाँ जाने? जुस पिउनु जाने? जुस पिउनु जाने। अब जुस पिउनु जाने। जुस पिएर अनि एनर्जी आयो भने चाहिँ बल्ल रुममा गएर फ्रेस फिल हुन्छ अनि सुत्नुपर्ने हुन्छ। यहाँ चाहिँ दुईवटा मेरो साथी, एउटा साथी यता, एउटा साथी यता। अब चाहिँ जानुपर्छ, जुस पिएर आउनुपर्छ। जुस पिएर अनि बल्ल रुममा जानु पर्ला।
भनेर लागेको छ। हामी चाहिँ धेरै काम गऱ्यो नि त आज, त्यही भएर शरीर अलि थाकेको छ, त्यही भएर जुस खाएर चाहिँ रुममा जाने भनेर 3 जना हिँडिसकेको छौँ हामी चाहिँ मामा कडाईको साइड। फाइनली गाइस हामी चाहिँ होटलमा आइसक्यो। यता चाहिँ 2 जना साथी यहाँ बसिरहेको छ। जुस चाहिँ अर्डर गरिसकेको छौँ। अब हाम्रो जुस चाहिँ आउँदैछ, अर्डर दिएको छ। अब हेरौँ न कतिखेर आउँछ। ल गाइस हाम्रो चाहिँ जुस आइसकेको छ यहाँ। जुस आइसकेको छ। साथीहरू चाहिँ यता टक्कै हाम्रो चाहिँ यो अङ्गुर जुस मगाएको थियो 3टा अनि लगाइसकेको छ। अब चाहिँ रुनु पर्ने हुन्छ। लन्दाइ हेलो गाइस हामी चाहिँ जुस पिएर निक्लिसकेको छौँ रुमको लागि। साथीहरू चाहिँ त्यहाँ बसिरहेको छ। म चाहिँ जुस पिएर निक्लिसकेको छु। अब भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला अनि बेल आइकनलाई पनि दबाउनु होला भिडियो राम्रो लाग्यो भने। ल केही भन्दै म टुङ्गिँदैछु।